हेलो नमस्ते। क्रमभङ्ग साहित्य भावावेग रिदम साहित्यभित्रको पत्र संवाद साहित्यमा श्रृङ्गार रसको पत्र संवाद। सोचे जस्तै मिठो माया पाएकै क्षणमा, सोचे जस्तै मिठो माया पाएकै क्षणमा मायाको जाल हान्दै अनि तर्कदै भाग्ने धोकेबाज जलारी होइन म। निर्भीक छ यो निडर पनि, हिँड्छ समस्यासँगै हरपल सङ्घर्षमै जिउनलाई। आउलान् जस्ता सुकै समस्याका खाडलहरू हिँड्नेछु पुरिदिँदै। जे चाहन्छ त्यो गर्छ यथार्थको धरातलभित्र रही, केवल सत्यलाई अँगाल्दै। प्रतिबद्धता छ मेरो र अठोट पनि, त्यो पनि प्रगतिको चरम चुलीमा चुम्न। छँदैछ हाम्रो लक्ष्य एउटै गोरेटोको सहयात्री बन्ने, दृढ सङ्कल्प हुनुपर्छ हाम्रो। दुई मुटुको एक धड्कन बनाउन, हाम्रो जीवन रथबाट समयको जस्तो सुकै चुनौतीमा पनि। एक रथका दुई पाङ्ग्रा हामी कहिले अलग्गिने छैनौँ, किनकि त्यो जीवन रथ अगाडि बढाउनु छ। रिसाएर भाग्ने, कसैको मन जलाई छाड्ने धोकेबाज होइन यो, सधैँ चाहन्छ उही निश्चल पवित्र मायाकी खाने। हृदयकी रानी मनकी ढुकढुकी, उही निष्कपट मायालु तिमीलाई। रिसाई पुच्छर सेपी भाग्ने म भइदिएको भए, सायद धाई धाई तिमीलाई नै पिछा गर्दै तिमीले टेकेका पाइलाहरू खोज्ने थिइन। योभन्दा अगाडि प्रेम पारखी पात्रले सोचेको रहेछ, छड्के कुरा बिना तिमीसँग धेरै प्यार पाउनुपर्छ। त्यो त्यसो नभई तिमीसँग बोल्न बाहना नभई गरिएका मजाकका शब्दले भाव विवल बनाएछ क्यारे। त्यही भावनाबाट भावावेग भएका शब्दहरू थिए, सोचेभन्दा फरक पर्दा उत्पन्न भएका शब्द, जो यथार्थको धरातललाई छोएरै लेखिएका। प्रेम एउटा तत्त्व हुन्छ जुन मन पराएका व्यक्तिका हरेक क्रियाकलाप मनपर्ने हुन्छन् नै। जब गहिरो प्रेम विवाहमा परिणत हुन्छ, जति बेला हामीभित्र लुकेको एउटा बानीले जिन्दगीभर खड्काइरहन्छ, त्यही खड्काइको एउटा तत्त्व फ्याँक्न सकियो भने भनिन्छ नमुनाको प्रेम बन्छ भनी। सायद त्यसैको लागि प्रेम पारखीले कल्पिएका शब्दहरू हुन् यादगार जीवनको प्रेमिल यात्राको लागि, जहाँ प्रेम जोडीहरूले स्वर्गको ढोका खोज्न नपरोस् भनी। धन्यवाद। नमस्ते।